आदरणीय साथीहरू, जय नेपाल। नेपाली कांग्रेसको विधानको धारा 4 उपधारा 14 बमोजिम क्रियाशील सदस्यहरूको सदस्यता डिजिटल रूपमा अद्यावधिक गर्ने अभियान सुरु गरिएको छ। यसका लागि पार्टीले डिजिटल प्रणालीको विकास गरेको छ। यस प्रणालीमा तपाईको विवरण प्रविष्ट गरेपछि तपाईलाई कांग्रेस आईडी प्राप्त हुनेछ। नेपाली कांग्रेसका वडा सभापतिहरूले डिजिटल प्रणालीमा आफ्नो एकाउन्ट बनाएर आफ्नो वडाभित्रका सम्पूर्ण क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको छ। पार्टीले सुरु गरेको अद्यावधिक अभियान वडाहरूमा उत्साहपूर्वक भइरहेको छ। हामीलाई विश्वास छ पार्टीको डिजिटल रूपान्तरणको यस अभियानमा सबै तहका साथीहरू सक्रिय रूपमा लागिरहनु भएको छ। यस डिजिटल अभियान सम्पन्न भइसकेपछि पार्टीका सबै क्रियाशील सदस्यहरूको अभिलेख आगोले नजल्ने गरी र पानीले नभिज्ने गरी कांग्रेसको डिजिटल प्रणालीमा व्यवस्थित रूपमा रहनेछ। तपाईले पार्टीका लागि गरेको योगदान र इतिहास अझ सुरक्षित हुनेछ। पार्टीका सबै साथीहरूको योग्यता र क्षमता पहिचान झनै सहज हुनेछ। यति मात्रै होइन, यस प्रणालीले पार्टीका सबै तह र संरचनाहरूलाई एक आपसमा सजिलो गरी जोड्नेछ। पार्टीका विचार आदान प्रदान गर्न, पार्टीका निर्णयहरू सबै सदस्यहरूसम्म पुर्याउन, पार्टीका सदस्यहरूको सक्रियताबाट आम नागरिकमा पार्टीको धारणा, योजना र कार्यक्रमहरू पुर्याउन यसले अत्यन्तै मद्दत गर्नेछ। पार्टीको सूचना सदस्यलाई र सदस्यको सूचना पार्टीलाई एक आपसमा पुर्याउन यो प्रणालीले सहज रूपमा व्यवस्थापन गर्नेछ। यसैगरी पार्टीका सक्रिय सदस्यहरूलाई सामाजिक अभियानमा जोड्न होस् वा सामाजिक सञ्जालमा पार्टीको पक्षमा पैरवी गर्न अत्यन्तै सहज हुनेछ। साथै निर्वाचनमा पार्टीका सदस्यहरूको उपस्थितिलाई अझ बलियो र सक्रिय बनाउन एवं पार्टीका उम्मेदवारलाई जिताउन यसले अत्यन्तै मद्दत गर्नेछ। आदरणीय साथीहरू, यो अद्यावधिक प्रक्रिया एकपटक गरेपछि बारम्बार गरिराख्नु पर्दैन। त्यसैले एकपटकका लागि मेहनत गरिदिनु हुन सबैमा अनुरोध गर्दछु। यसका लागि आफ्नो वडामा गएर वडाका साथीहरूलाई समेत उत्साह थप्ने गरी आफ्नो सदस्यता अद्यावधिक गरिदिनु हुन विशेष अनुरोध गर्दछु। यदि कुनै कारणवश वडामा जान नसक्ने अवस्था भएमा वडा सभापति मार्फत अनलाइनबाटै तपाईले अद्यावधिक गर्न सक्नुहुनेछ। प्रिय वडा सभापति साथीहरू, यस डिजिटल प्रणालीमा तपाईको वडाका क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गर्ने जिम्मेवारी पार्टीले तपाईलाई सुम्पिएको छ। पार्टीलाई डिजिटल रूपान्तरण गर्ने र गतिशील बनाउने यस अभियानको सबभन्दा भरपर्दो सारथी तपाईँ हुनुहुन्छ। पार्टीलाई नागरिकसँग जोड्ने सशक्त माध्यम कांग्रेसको डिजिटल रूपान्तरण भएकोले पार्टीलाई थप सशक्त र गतिशील बनाउन तपाईको भूमिका अझ विशेष रहने विश्वास लिएको छु। यसैगरी सबै तहमा रहनुभएका साथीहरूलाई पार्टीको यस अभियानमा सक्रियतापूर्वक सहभागी भइदिनु हुन विशेष अनुरोध गर्न चाहन्छु। आफ्नो जिम्मेवारी प्रभावकारी ढङ्गबाट अदा गरिदिनु हुन पनि आग्रह गर्न चाहन्छु। यस प्रणालीको प्राविधिक प्रक्रियाका बारेमा यसपछि साथी दिपेशजीले जानकारी गराउनुहुनेछ। धन्यवाद।